सो हामी चाहिँ दिदीको बर्थडे मनाउँदैछौँ है। केक ल्याउनु गएको हो, देखिसक्नु मलाई अगाडि नै केक ल्याउनु गएको। हामी चाहिँ दोकान जानु आँट्यौँ, पोस्नु आँट्यौँ। पोस्टिङ बोजूको दोकान रहेछ, नयाँ केक दोकान। अन्त केक हेर्दैछौँ। धनु चाहिँ त्यहाँ बसेर फोन उयो गर्दैछ, फोन चलाउँदैछ आफ्नो। मैले चाहिँ यहाँको बोजूको दोकानको फोन दिल्लगी गर्दै हेर्दैछु होइन। यो फोन चाहिँ पुरानो जमानाको रहेछ, त्यही भएर बोजूलाई चाहिँ केकमा नाम लेख्नु लगाएँ। केकमा नाम लेख्दैछ। हामी चाहिँ केक अर्डर दिएर बसिरहेको छु। मैले चाहिँ यताउता भिडियो गर्दैछु हो। अन्तखेरि अब चाहिँ हामी चाहिँ बर्थडेको त्यो केक तयार गरिसकेर चाहिँ हामी चाहिँ जान्छौँ। बोजूले तयार पनि गरिदिइसकेछ, आइसक्रिम पनि ल्यायौँ धनु र मलाई। त्यस पछाडि हामी चाहिँ निक्लेको। अब यहाँबाट बेलुका हेर्न सक्नुहुन्छ, फेरि फर्केको हामी हो। अन्तखेरि अब चाहिँ हामी चाहिँ बर्थडे मनाउँदैछौँ। दिदीको बर्थडे गरेर घर पुरा मैला गरेर हो, जुस खाएर केक खाएर त्यहाँदेखि अब हामी चाहिँ डिनरको टाइम हुन्छ। अब हामी चाहिँ डिनर खान्छौँ सबैजना उयो गरिसकेर। केक पुरा लुगा मैला भएको थियो हो। अब चाहिँ हामी खाँदैछौँ खाना। बर्थडेको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई हेर्नुहोस्। मेरो सेकेन्ड ब्लग भिडियो फेसबुक पेजमा।